ओहो, तिमी त सुब्बा छैन? के छ हालखबर? ए ठिकै छ यार। अनि तिमीलाई चाहिँ कस्तो छ त नि? म पनि ठिकै छु यार। अनि धेरै पछि भेट भयो त तिमीलाई। कहाँ गएको थियौ त तिमी? म जापान गएको थिएँ यार। त्यहाँ नि तिमी बाहिर गएको थियौ त होइन? यार, म त अहिले त नेपालमै छु, दोकानमै बस्छु घरको। बाहिर गएको थिएँ, गाह्रो भयो फर्केर आएँ म त। अनि तिमी कहिले आयो त नि जापानबाट? भयो 2-3 महिना, अब भोलिको फ्लाइट छ। मोच छ है भनेपछि 3-4 लाख कमाउँछ महिनामा, मोच छ केटालाई। हुनु त हुन्छ नि यार, के गर्नु अब यत्रो वर्ष परिवार छोडेर बसियो विदेश 6-7 वर्ष। धेरै नराम्रो लाग्दो रहेछ यार। एक्लै पनि छु, धेरै गाह्रो हुँदो रहेछ विदेश गएर। त्यसो भए अब नेपालमा आउनु त, अब दुईजना मिलेर केही गरौँ है, सोच न है। एकदम साथी, अब देशको स्थिति यस्तो छ, राम्रो भएन आउनु पर्ला चाँडै नै। गर्न सक्यो भने त नेपालमै छ, राम्रो छ नेपालमा है। अहिले अब सरकार पनि नयाँ आएको छ, केही होला कि सुख दुःख जे जस्तो छ यहीँ सङ्घर्ष गर्नुपर्छ है। अब तिमी घर परिवार छोडेर धेरै वर्ष बाहिर बस्यौ होइन, धेरै वर्ष बाहिर बस्यो, पैसा भन्नु पनि हुँदैन नि। आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नुपर्छ। गाह्रो छ, मलाई थाहा छ। जे भयो भने अब नेपालमै के गर्नुपर्छ है साथी। स्याड नहुन तिमी, आइहाल्छौँ चाँडै, टेन्सन लिनु पर्दैन। ल अब तिम्रो भोलिको फ्लाइट रहेछ, राम्रोसँग जाऊ। अब सेफ जर्नी, टेक केयर, गाम्बत्ती कुदासाई। ओके है त, हस् हुन्छ साथी, तिमी पनि राम्रोसँग बस्छ, केयर गर है साथी। ल बाई बाई।